वेलकम वेलकम ह्याप्पी माघे सङ्क्रान्ति भाइ राम्रोसँग जानुहोस् शुभयात्रा ल छोरी आउनुभयो मम्मी जानुभयो ल है अब हामी हेम्जा मिलन चोकमा छौँ हेलो हेलो हाम्रो यात्रा सुरु भइसकेको अवस्था हाई गाइज हेलो 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 बेटा केटा त निनी गरिसकिन्छ अन्त छिटो बिहान छिटो उठेको अन्त ल देउपुरका जस्तो खेती र पाती बाजुङका जस्तो काम काठै लाग्ने दुर्लुङ्गे डाँडा मोहनी लाग्ने पाङ हामी अहिले पाङको नजिक छौँ यो चाहिँ पर्वतको निकै चलेको अब गीत भन्ने कि उखान भन्ने कि अब के भन्ने यो निकै पपुलर छ यता पछाडि नि देखाएर देउपुरमा खेतीपाती राम्रो हुने भएको हुनाले त्यहाँ सुन्तला पनि बहुत राम्रो फल्छ एकदम राम्रो फल्छ अनि झुप्प परेको बस्ती छ बाजुङको त्यो भएर रमणीय बाजुङका जस्तो गाउँ भनिएको उराट लाग्दो छ दोलुङको डाँडा त्यहाँबाट फेरि रमणीय भ्यू चाहिँ देखिन्छ है अहिले पर्यटकीय हिसाबले अब त्यो दोलुङको डाँडा चाहिँ राम्रै छ भ्यू टावर सावर यताउता बनाएको छ त्यसको नजिकै होमस्टेहरू पनि सञ्चालनमा छन् कुस्मा बजारहरू सबै देखिन्छ रमाइलै छ पहिला उराठै राख्ने डाँडाहरू अहिले पर्यटकीय दृष्टिकोणले पर्यटनका केन्द्र बनाएको छ अनि फेरि मोहनी लाग्ने पाङ भनेको फेरि माथि मजाले बसेको फाँट छ अब त्यहाँ पाङ एक त पहिलेदेखिबाट अलिकति यो पढाइ लेखाइमा अगाडि भएको ठाउँ त्यहाँ ज्योतिष शास्त्र पढ्न चाहिँ नेपालका धेरै ठाउँबाट मान्छेहरू आउने अब जे होस् राम्रो राम्रो ज्योतिषहरू उत्पादन गरेको ठाउँ अनि खेतीपातीको हिसाबले नि त्यहाँ राम्रो छ ठुल्ठुला गरा एकदम सम्मो ठाउँ बाक्लो बस्ती र बागलुङ बजार पनि देखिने रमाइलो छ त्यहाँ अहिलेको जुन अग्लो त्यो पुलको साइडतिर पऱ्यो बागलुङ बजारको छेउको पुलको भन्दै मेरो धन्यवाद अनि अब यस्तै यात्राको लागि हामीलाई फलो गरिरहनु होला धन्यवाद धन्यवाद यसमा चाहिँ म छैन है माथिकोमा चाहिँ छ यो कालोमा चाहिँ टन्नै छ उ त्यहाँ नि खाएर गएछ यो माथि त हेर्नु न मौरी कति छन् हेर्नु न टन्नै छ नि त नि रानी त्यसैले थाइरोइडको औषधि हाल्न बिर्सेछन् गाइज अनि भमिटको औषधि अनि दिँदै हामी पाती चौरमा है गाइज अनि कोही कोहीको समिति दियाहान् मक्खै फेरि कोही औषधि लिएर अब हामी कुद्ने तयारीमा है गाइज ल हामी निस्क्यौँ है गाइज 10 किलो छ भने 5 ml दिनको खुवाउने गाइज हामी बाग्नुबाट माथि लाउँदाखेरि सनसेट भयो है हेलो हेलो गाइज बाग्लुङ बजार छोडेर हामी बहुत अघि बढ्दै है बाग्लुङ बजारबाट टक्कै छोडियो कसैलाई गाडी लखा कोही निधाए कोही उठे कसैले निन्द्र पुऱ्याए हाम्रो लाक्से ढोरपाटन रुकुमकोट रोल्पालिवाङ हुँदै प्युटान स्वर्गद्वारी त्यस पछाडि सुब्बादेउराली हुँदै पाल्पा निस्केर पोखरा निस्कने हाम्रो प्लानिङ छ अब हेरौँ कस्तो हुन्छ अहिलेसम्मको प्लान त्यो छ उता हलाले हल्जोरी भन्ने त्यतातिर पर्छ नि त्यताबाट हम्पालको लेक हुँदै मोहरे डाँडा हुँदै पुनिल पनि जान मिल्छ अनि यता अर्को के लेक भन्ने पनि थियो के अरे यहाँ सुन्तला लिँदै है कस्तो हुन्छ आगो ताप्दै हेर्नुहोस् सुन्तला आयो सुन्तला कसरी होला हजुर 120 त पोखरै पाइन्छ अनि यहाँ र नि अनि ल मिलाउनुहोस् त
100 कति कति लाने होला 1 किलो पहिला चाहम अनि त्यसपछिको सोचौँला सुन्तला छन्दै है गाइज छ नै राम्रो दुई किलो है गाइज 200 रुपियाँ किलो यो कुन ठाउँ हो नि हजुर के अरे काठे खोला ल काठे खोला गाउँपालिका है गाइज आउने घर हेर्नुहोस् रमाउने घर सुन्तला हेर्नु त गाइज यहीँ टिपेर माग्नुहुन्थ्यो नि है ल है गाइज ए धुलो उडायो है त्यसले हेर्नु त कस्तो छ हेर्नु ल हेर्नुहोस् ल हेर्नु नट्टीहरू बाटो नबनाउने हेर्नु त धारो नै बाटो के है यस्ता ठाउँ पानी मैले पहिला पनि त्यहाँ अलिअलि मान्छे पठाइदिनको लागि फोन सन्द गरेर अन्त म यहाँ पोखराको ट्राभल एजेन्सीको मान्छे हो कि पहिला पनि कुरा भएको थियो कि एक पटक मान्छे आएर नि बस्नुभयो त्यहाँ मैले अर्को नम्बरबाट गरेँ नेटको समस्या भएर हामी आउँदै थियौँ त्यहाँ रुमको कसरी छ अहिले ए हजुर होइन पर पर्सन भन्दा पनि अब हामीलाई 2टा जति रुम चाहिन्छ कति छ कति कसरी छ अब एड्रेसै दिने हो नि लिइसकेपछि एड्रेस तातो पनि आउने हामी अहिले बिउकोटतिर आइपुगेका छौँ बल्ल अब भरेसम्म त्यहाँ आइपुग्छौँ राखिदिनु होला नि होइन रुम त उदय सुवेदी हजुर को बोल्नुभयो म पहिला बोलेको साथी हो कि होइन भनेर तपाईँसँग बोलेँ कोसँग बोलेँ यार पहिला उतै के लेखेको यहीँ त हो कि हामीले गरेको यहाँ पेट्रोल पाइन्छ लेखेको गलकोट के घोडा बाँधे रहेछ गलकोटको घोडा बाँधे आयो है गाइज अब यहीँ त हो कि हामीले भ्यू हेरेको आयो है गाइज यहाँको एउटा छ त्यति बेलाको अहिले त्यो आयो है हामी कति बजी हिँडेको अरे 4 बजे 3 बजे 4 5 कति बज्यो भनेको चाहिँ त्यही घर रहेछ क्या हो कि सचिनले भनेको त्यहाँ घर ठ्याक्कै त्यो खोलाको छेउको त्यो उसमा उठ्यो नि होइन त्यो यस्तो घरलाई राम्रै रहेछ ठुलै रहेछ त है बजार त कत्रो खाल्डो रहेछ ग्लोबल आइएमबी ब्याङ्क सबैका लागि सधैँका लागि पटिया बजार ठुलो रहेछ माथि माथि डाँडा डाँडा नि होटलहरू रहेछ नि त है राम्रो रहेछ कि दामी ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ हो आयो तलबाट जाने डुब्रेको हेर्दै बोडीगार्ड गाउँपालिका रे गाइज त्यसो त फर्केर आएर मलाई के भन्दिनुहोस् न त्यही भन्नु काठमाडौँ गएर फेरि मलेखु फर्कियो 200 कति हो र 40 डुब्रे जम्मा 40 हो र दरबार होटल आइयो Turn left, then your destination will be on the left. गाइज फाइनली दरबार होटल आइयो हस्पिटल मेडिकल सिधै अगाडि कता हजुर पार्किङ भित्र बस्यो ल गाइज पार्किङ गरियो होटलमा बुर्तिबाङको फाइनली दरबार होटल आइयो है हेलिप्याड सहितको
उसो रहेछ है म्याट दरबार होटलमा है गाइज पिङ खेल्दै समीप तर मलाई त यो दुबे सु भन्दा त यही म्याटै ठिक लाउँछ यो त पार्क रहेछ है गाइज यो हामी नाइटको क्याप्चर गर्दैछौँ यो हेलिप्याड त यहीँ अड्दो रहेछ त हेली सिधै ए खरायो नि रहेछ नि त्यहाँ त यो ऱ्याबिट सिंह लायन पार्क त दामी रहेछ उज्यालोमा म भोलि देखाउँछु है गाइज आज नाइटमा यस्तो छ यहाँ हेलिप्याड रहेछ है यो केहरू लाग्यो दरबार होटेलको बिल्डिङ गाइज भोलि देखाउँछु यो पार्क अब हामी रुममा गएर खाना खाँदै सुत्छौँ बेटा बेटा प्यारोट प्यारोट हो कि ऱ्याबिट हो ऱ्याबिट खेलाउँदै ल माया गरिदेऊ ऱ्याबिटलाई ओहो माया गरिदियो कि हौ ऊ हेर नि यसलाई नि उठाइदेऊ यो ऱ्याबिटलाई उठाइदेऊ ऱ्याबिट माया गर बेटाले माया गरेको है बेटाले माया गरे ऱ्याबिटलाई कहाँ जाँदै अरे गाइज कहाँ जाँदै बेटा बोल्दिन हौ रुममा जाँदै हामी 6 नम्बरमा हो बेटाको जस्तै रहेछ है को माथि माथि को है माथि को हो कस्तो दामी देखिएको है 3 नम्बरमा रहेछौँ है फ्लोर ए सिधै हामी है गाइज सिधै हामी है गाइज ए रहेछ है रुम ल इन्जोय इन्जोय गाइज गाइज हामी दुईजना मात्रै है आज यहाँ चिल पाराले ल हेर्नुहोस् है ल हेर्नुहोस् फुल है यहाँ चाहिँ के हुँदो रहेछ भने 2टा पानी हुँदो रहेछ क्याटल हुँदो रहेछ है घाँस टिभीको रिमोट मात्रै छ टिभी छैन है गाइज टिभी त यहाँ दराजमा थन्काएर राखेको रहेछ गाइज यस्तै छ कस्तो अनुभव भइरहेको गाइज बाथरुम कस्तो रहेछ है त हामी देखाउँछौँ है ए बाथरुम नि बवाल छ गाइज यार झाडन अनि यो समीप ब्रस पनि रहेछ है गाइज हामीले ब्रस किन्न बिर्सेको ब्रस रहेछ है ल अनि यो के हो तेल हो र स्याम्पू खाना खाना जाँदै है टक्क खाना खानालाई दोहोरो रेडी है गाइज टायर लगाइदिएपछि चाहिँ टल्किने पनि ऊ लाउन नि नपर्ने रङ लाउन नि नपर्ने आनन्द हेलो गाइज हेलो गाइज बेटा 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 त हामी खाना खाँदै है ल यता हेर्नु सबैले ड्याडी यता हेर नि बेटा ए हाई हाल्दै अब हामी
सुत्ने तयारीमा है टक्क सुतमै अब हुन्छ नि एसी अन भयो सुत्ने अब टक्क भोलि उठेर सबैले खाजा खाएर चल्न पर्छ कहाँ जाने अरे रुकुमकोटैमा हामी सुत्यौँ अब गाइस भोलि अब भोलिको देखाउँछौँ गुड नाइट